एउटा लामाले मेरो करियर पनि सकायो, मेरो भाइको करियर अब सकाउँदैछ, फुटबल नेपाली फुटबलको धमिरा हो भनेर पनि आरोप लगाएको छ। फेरि ठ्याक्क केही दिनपछि तपाईँले पनि मिल्दोजुल्दो स्ट्याटस, रिप्लाई स्ट्याटस आयो कि मैले पनि रिपोर्ट बनाएँ। उक्त लामा को भनेर अहिले कसैलाई पनि थाहा छैन, तर जनताले विक्रम लामा हो त्यो। विक्रम लामाले नै नेपाली फुटबल बिगारिराखेको छ। अब तपाईँ भनिदिनुहोस्, उक्त लामा तपाईँ नै हो कि होइन? मलाई लाग्दैन त्यो उहाँले भाइले मलाई भन्नुभएको हो। त्यो उहाँले लेख्दै गर्दा चाहिँ सायद म ट्रेकिङमा गएको थिएँ। म हरेक वर्ष ट्रेकिङ जान्छु। ट्रेकिङमा थिएँ, मलाई त्यो खासै त्यो पनि थिएन। जब 9 दिनपछि म घर फर्किएको थिएँ, त्यति बेलामा चाहिँ मैले इन्टरनेट एक्सेसहरूमा चाहिँ अलिअलि हुन थालिसकेपछि मेरो पेजको पुरानो पोस्टहरू अनि र अलिअलि मेसेज होइन, इनबक्समा चाहिँ मेसेजहरू आयो। कतिपय देश विदेशको शुभचिन्तकहरू पनि आउनुभयो, कतिपय नराम्रा कुराहरू पनि आएको थिए। अनि कमेन्टहरू धेरै मैले सिरियली देखिसकेपछि मलाई चाहिँ लागेन कि त्यो मलाई भनिएको हो। सायद उहाँहरूमा कन्फ्युजन होला भनेर चाहिँ मैले चाहिँ एउटा क्लियर गर्नको लागि यसरी एउटा जातै तोकेको भरमा चाहिँ यस्तो गर्नु हुँदैन। जुन कुराले चाहिँ गर्दाखेरि चाहिँ भोलि समाजमा एक किसिमको सामाजिक सञ्जालमा एक किसिमको अराजकताले चाहिँ गलत संस्कारलाई हामी प्राथमिकता दिइरहेको हुन्छौँ। यस्तो कुराहरू गर्नु हुँदैन। कसैलाई अब यदि मैले नै गरेको जस्तो लाग्छ भने पूर्ण रूपमा चाहिँ सप्रमाण विधिवत रूपमा लड्ने आधारहरू छ। सँगसँगै चाहिँ मलाई पूर्ण रूपमा मेरो नामै लिएर भन्दा पनि हुन्छ भन्ने किसिमको एउटा अभिव्यक्ति दिएको थिएँ। र त्यसमा चाहिँ अब अर्को कुरा चाहिँ मलाई त्यो खासै त्यो मैले फिल त गरेको थिइनँ। तर पछि त्यो अब मेरो जातलाई नै त्यहाँ अब त्यो कमेन्टहरूमा जातलाई नै गाली गर्ने कामहरू पनि देखियो होइन। त्यसपछि चाहिँ मलाई गर्व लाग्छ, म तामाङ हुनुमा, म लामा हुँ, म एकदमै गर्व गर्छु। जति म नेपाली हुनुमा गर्व गर्छु त्यति नै म मेरो जातमा पनि गर्व गर्छु। अनि त्यसपछि अब मेरो कम्युनिटीमा चाहिँ त्यो किसिमको मेरो सर्कलमा मेरो पारिवारिक कम्युनिटी भनौँ न, त्यसमा चाहिँ हामी एकअर्कामा यस्तो कुरामा हाम्रा यो जातको कुरामा एकदमै खुसी छौँ भनौँ न, एक हिसाबले गर्व पनि गर्छौँ। त्यही भएर अब यस्तो कुरामा चाहिँ भनिदिनु हुँदैन तपाईँहरूले, बरु मलाई व्यक्तिगत भने हुन्छ, मलाई नै पर्सनल नाम तोकेर भन्दा हुन्छ, तर यसरी चाहिँ नभनिदिनु होला भन्ने हिसाबले सन्देश दिनको लागि चाहिँ मैले खास त्यो लेखेको। अथवा मलाई उहाँले कुनै कसैलाई लेख्नु भएको होला, कुनै लामालाई लेख्नु भएको होला, उहाँले त्यो कुरामा चाहिँ म नहुन सक्छु, मलाई नभनेको हुनसक्छ, किनभने आधिकारिक रूपमा नभनिएको कुरामा मैले जवाफ दिनुपर्छ जस्तो मलाई लाग्दैन। अनि त्यही भएर चाहिँ तर उहाँहरूले जति पनि पुराना पोस्ट र मलाई मेसेजहरू गर्नुभएको थियो इनबक्समा, त्यो कुरा अन्तर्गत चाहिँ मैले अलिकति कन्सर्न मात्रै देखाइदिएको। खास कुनै दिन कसैले तपाईँलाई अघि पनि भन्यो प्रमाणसहित देखायो भने तपाईँ त्यो विरुद्ध फाइट गर्न सक्नुहुन्छ? फाइट मात्र होइन, यदि प्रमाणसहित देखाउँछ भने त मैले गल्ती गरेकै देखिन्छ नि त। भनेपछि त मैले त गल्तीलाई